नमस्ते, मेरो नाम हो सम्झना गुरुङ। सबैजनालाई मेरो भ्लगमा स्वागत छ। मैले यतिकै हामी कता कता जान्छौँ, के गर्छौँ हजुरहरूलाई भ्लगमा देखाउन चाहन्छु। ओके, अब हामी जाँदैछौँ क्युएक्सो फर्स्टमा। सियाक्सो कि क्युएक्सो रे? सियाक्समा रे, फर्स्ट रे। बिजनेसम्यान हो म। पहिला हामी क्युएक्सो जान्छौँ अनि त्यहाँ हाम्रो काम छ। काम सकेर हामी फेरि कता कता जान्छौँ हजुरहरूलाई देखाइहाल्छौँ। कस्तो राम्रो फुल इमारे आकाशिङकोमा रोक्यौँ। कता कता हात त्यो चितवनतिर त्यस्तै त्यो हजुर देखाउनु चाहिँ रोजहरू त्यस्तो त्यस्तो ठाउँतिर तल नि। अब निलो भयो, हामी जाने। अब चाहिँ हामी आयौँ क्युएक्सो। डिरिल त नहेरिकन फुत्तै गयो त। हामी यहाँ अझै पालिरहेको रहेछ नि त, त्यही भएर हामी आयौँ हाम्रो डेस्टिनेसन क्युएक्सो। यो चाहिँ फुकुकाको क्युएक्सो हो है। क्युएक्सो मिनामिकु। अब चाहिँ हाम्रो काम सकियो। लगभग हाम्रो 1 घन्टा लाग्यो है। 1 घन्टापछि हाम्रो काम सकियो। अब हामी जाँदैछौँ अर्को ठाउँ। गर्मी हो भाइ, पुरै त गर्मी परिसकेको हो। गर्मी बढ्यो, हत्तै बढ्यो गर्मी। जता ततै गर्मी, जता ततै तातो हावा। कसरी नेपालमा कहिले बन्छ होला यस्तो पहिला? हाम्रो चितवनबाट हाम्रो घरसम्म म्याग्दीसम्म जाने चाहिँ पुल भयो त कति मजा हुन्थ्यो नि। आज त कस्तो राम्रो दिन गरे हो। यो चाहिँ जापानको घरहरू है, पुन्ते पुन्ते सानो सानो। राम्रो 1 2 3 4 5 6 7 होम सेन्टरमा फुल कस्तो राम्रो। हामीले खानेकुरा किन्न आयौँ। यो चिप्सहरू हेरौँ न, चिप्स।
खाने नुन खाने हुन्छ तोर्पिकाना यो मलाई त यो मिठो लाग्छ ल ल ल त्यही ल केरातीहरूको लागि चामललाई 2 केजीलाई 2380 रामेन हामी जाँदैछौँ आज हाम्रो बारीतर्फ नेपालको याद आउँछ यस्तो देख्यो नि लागेको है मेहनत गरेको तर हामीले घर लगाएको त्यो घरको आलु चाहिँ खान पाइन्छ कि यो पनि घरमा रोपेनी हुन्छ नि त यिनीहरू के घर आउँछ हुन्छ कि आइसक्रिम खान जाने हो मैले फर्किँदा आइसक्रिम चितवनको म्याग्दी जङ्गलमै जाइ जङ्गल यस्तो ठाउँमा घरहरू देख्दा चाहिँ मलाई जापानिजहरू नि बस्छ र यस्तोमा जस्तो लाग्छ कि पहिला गाउँतिर भएर त्यहाँ चाहिँ पुत्लाहा भन्ने थाहा छैन हजुरलाई हेरौ जापानको फुकुओका टाइम आइपुग्यौँ हाम्रो बारीमा बारी चाहिँ नजिक चिसो हो पानी त थाकेन भित्र त ठिकै यो रुखको छेउतिर के हुन्छ राम्रो औली पहिला मल हाल्दै आउँछ
मल कटिहाल्ने थिएँ त्यसो गर कल गरेर मन हाल्ने हो त कस्तो के हो मल पनि फेरि मलले धेरै हालेर मर्ला अनि यतिको यस्तो गऱ्यो भने त पुरा अनि एकै ठाउँमा अर्को नि गराउनु पर्छ त त्यो रोप्नको लागि त गराउनु पर्यो नेपाल बस्रा हुन्न हाँसी हुन पर्ने किन मरेको कुकुरहरू गाडेको कहाँ लिपगार छैन कसले भन्छ अरे यहाँ मरेको बुढोहरू गाडी खानेर जाम है टक टक 7 आइसु खानु यो 7हरूको मिठो हुन्छ नि लसन र फ्यामिली मार्केट कस्तो उसके फिक्का हुन्छ क्या त्यसो लाग्दैन हजुर यो कस्टमर हो क्या सुरुको गाडी खान्छ त्यसो नि सस्तो सस्तो टमाटोहरू उठाउनु पर्छ है गाइज जता सस्तोको माल उठाए हामी